एभ्रिवान, हजुरहरूलाई स्वागत छ D2 ब्लगमा। धेरै समय पछाडि म चाहिँ आइसकेँ है त हजुरहरू सामु। मैले चाहिँ पश्चिम टुरको भिडियो लिएर आएँ है। मैले सानो सानो क्लिपहरू राखेको छु। आज चाहिँ खै किन असम्भवै भयो कि भिडियोहरू बनाउनलाई है, त्यही भएर। अनि मेरो यहाँ खाना रोकेको थियौँ कि, अनि धेरै टाइम भइसकेको थियो, त्यही भएर हामीले चाहिँ यहाँ एकछिन धेरै बेर वेट गऱ्यौँ खानाको लागि। लगभग 1 घन्टा जस्तै वेट गरिसकेपछि मिठो आलु चप र मिठो लोकल खाना चाहिँ आयो है हाम्रो सामु। यति मिठो थियो खाना है, बयानै गर्न नसकिने थियो कि। त्यस पछाडि हामी चाहिँ लाग्यौँ, हाम्रो यात्रा जारी नै रह्यो। मैले चाहिँ मनोकामना पुगिसकेको भिडियो क्लिपहरू हालेको छु, किनभने मैले सानो सानो क्लिपहरू लिएको छु। मैले हजुरहरूलाई अगाडि पनि भनिसकेँ है। एकदमै बाटो खत्तम थियो, बाटोहरू बिग्रेको थियो नि त। अनि हामी चाहिँ यात्रा कठिन नै थियो कि, एकदमै कठिन थियो, किनभने यहाँ यो कावासोतीबाट चाहिँ बाटो एकदमै बिग्रेको रहेछ कि, यता दाउनेसम्म आउने बाटो चाहिँ। अनि हामी यहाँ चाहिँ 1 घन्टा जस्तो जाममा बस्यौँ, कुराहरूलाई बाहिर टलाउने के गर्ने गऱ्यौँ है। त्यस पछाडि हामी लाग्यौँ। ए भगवान्, यति धुलो थियो, कुरै छोडिदिउँ कि त्यति धेरै धुलो थियो है। मान्छेको खुट्टै डुब्ने खालको धुलो कि, अहिलेसम्म त्यस्तो धुलो लाइफमा देखिएकै थिएन जस्तो फिल भएको थियो कि। अनि यहाँ बाबुले पिराल्न थाल्यो, गर्मी हुन थाल्यो नि त। अनि यहाँ बाबाले एकछिन बोलाइदिँदै हुनुहुन्छ, उसलाई फेरि गाडीको स्ट्रिङ समाउनु पाएपछि केही चाहिँदैन कि, दिपान्सुलाई मोबाइल हेर्न पाएछ। त्यस पछाडि यहाँ महिलाहरूको जमातले चाहिँ अब भिडमा के गर्ने त होइन, गीत गाएर यस्तो रमाइलो गर्नुभएको थियो है उहाँहरूले चाहिँ। ल हेर्नुहोस् त जाम कति जाम थियो, एक साइड मात्र खुलेको थियो कि। त्यस पछाडि हाम्रो यात्रा चाहिँ जारी नै रह्यो है। यो उसमा बसेर हुन्छ कि कसरी हुन्छ, त्यसमा रात परिहाल्यो। जाममा पनि हामी धेरै बेर, अहिलेसम्मकै धेरै जाममा बस्यो होला। 8-9 घन्टा जाममा बसेर लगभग रातिको 1:30 हुन लागिसकेको थियो। ल हेर्नुहोस् यहाँ हजुरहरू चाहिँ नुहाइधुवाइ गरेर फ्रेस भएर बस्नुहुन्छ। दिपान्सु रेस्ट गरिन्, बाबु यहाँ मोबाइल हेर्दै चोकोस खाँदैछन्। त्यस पछाडि खाना खाइयो। एभ्रिवान, हजुरहरू सन्चै हुनुहुन्छ? हामी चाहिँ लगभग 7-8 घन्टा जाममा बसेर यो पश्चिम टुरमा आएको है। 7-8 घन्टै जाममा बस्यो होला। रातिको 1:30 बजे लगभग है। म हजुरहरूलाई टाइम पनि देखाउँछु। ल हेर्नुहोस् त, लगभग 1:20 भएको छ। यति बजे बल्ल तल एउटा होटल पायौँ, त्यसमा चाहिँ हामी बस्दैछौँ। थ्याङ्क यू सो मच एभ्रिवान फर वाचिङ माई भिडियो। र सेकेन्ड पार्ट हेर्न नभुल्नु होला है त। थ्याङ्क यू।